आज म हजुरहरूलाई श्री स्वस्थानी व्रत कथा अन्तर्गत तेस्रो अध्यायको अर्थात् तेस्रो दिनको कथा सुनाउनको लागि उपस्थित भएको छु। हजुरहरूले श्रद्धा भक्तिको साथ यो पावन कथालाई श्रवण गर्नुहोला। कथा मात्रै श्रवण गर्नाले पनि हाम्रो जीवन धन्य हुनेछ। सक्नेले व्रत बस्नुपर्छ सज्जन वृन्द। यदि व्रत बस्न सकिएन भने हामीले त कथा सुन्नु हुँदैन होला भन्ने होइन। हजुरहरू सबैले कथा सुन्दा हुन्छ बडो आनन्दको साथमा। बच्चा, युवा, वृद्ध, रोगी सबैले सुन्न मिल्ने यही कथा हो। कथाले फेरि सच्चा आनन्द पनि दिन्छ, मोक्ष पनि दिन्छ, मुक्ति पनि दिन्छ। त्यस कारणले गर्दा पनि कथा सुन्नबाट भने कोही पनि वञ्चित रहने होइन सज्जन वृन्द। कथा मात्रैका जीविन हजुरहरूले भागवत त धेरै ठाउँ सुन्नु भएको छ नि। गोपिनीहरूले भनेका थिए हामी यदि कृष्ण हजुरलाई नदेख्दाखेरि बाँच्न सक्छौँ, तर हजुरको कथा सुन्न पाएनौँ भने बाँच्दैनौँ। यति प्रेम थियो कथाको प्रति। हेर्नुहोस् त कथा के हो? सबै व्यथालाई नाश गर्नेवाला हो कथा। जिउन जानेदेखि पिउन जानेदेखि जिन्दगी यति सरल र यति सुखमय हुन्छ त्यो कुरा सबै कथाले बताइदिन्छ सज्जन वृन्द। त्यस कारणले गर्दा आउनुहोस् अब धेरै विलम्ब नगरिकन तेस्रो अध्यायको आजको पावन कथालाई शुभारम्भ गर्नेछौँ। हजुरहरूलाई थाहा नै छ कथा सुन्नुभन्दा अगाडि संस्कृतको जुन प्रार्थना छ, जुन बताइएको छ त्यो प्रार्थना गर्नेछौँ। हजुरहरू सबैले हातमा चन्दन अक्षता फुल लिएर तिनै पराम्बामा भगवती श्री स्वस्थानीलाई सम्झेर नमस्कार गर्नुहोला। यदि फुलहरू छैन भने मनबाट मात्रै पनि भगवतीलाई सम्झिँदा हजुरहरूले हुन्छ है। यो चिज छैन भनेर हुँदैन। जति बेला पनि कथा सुन्न सक्नुहुन्छ। मोबाइल बजाइदिनुहोस्, कथा सुन्नुहोस् है। कथा सुनेर आफ्नो जीवनलाई धन्य बनाउनु होला। आउनुहोस् अब भने प्रार्थना गरौँ। ओम यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस् तनुवन्ति दिव्यैस्तवैर् वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो ज्वलवपो शुक्लाम्बरा मल्लिका मालालंकृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी भगवती माता को जय। समादरणीय श्रद्धालु भक्तजनहरू, हजुरहरूले हातमा लिनुभएको चन्दन अक्षता पुष्पलाई या देवीको अगाडि या पूजा गरेको ठाउँमा या पुस्तकमा चढाइदिनुहोस् र एक चित्त भएर माताजीलाई सम्झँदै हजुरहरूले आउनुहोस्। तेस्रो अध्यायको कथालाई श्रवण गर्नुहोस्। तेस्रो अध्यायको कथामा के कुराको चर्चा गरिएको छ भनेर हामी श्रवण गर्नेछौँ। हिजोको प्रसङ्गमा हामीले अनेक प्रकारका दिक्पालहरू, अलकापुरीहरूको कथा सुनेका थियौँ भने अब हामी तेस्रो अध्यायको कथा सुन्दैछौँ है। ध्यान दिएर सुन्नु होला, कथामा एकदम मन लगाउनु होला। अथ तृतीयोऽध्याय। तृतीय अध्यायमा चाहिँ के कुरो बताइएको छ त भन्दा दक्ष कन्या उपाख्यान, दक्षको छोरीको उपाख्यानको बारेमा व्याख्या गरिएको छ। हजुरहरूलाई त स्वस्थानी मलाई भन्दा धेरै आउँछ। त्यस कारणले गर्दा हजुरहरूले आनन्दको साथमा सुन्नुहोस्। मनमा मैले त सम्झाउने मात्रै हो। हजुरहरूले अघि नै बुझिसक्नुभयो। दक्ष कन्या उपाख्यान भन्ने बित्तिकै मनबाट कथा हजुरहरूलाई सबै याद भयो। तर याद भए पनि सुन्नु है, मलाई त याद छ, पोहोर मैले सुनेको हुँ, पुरै पढेको हुँ, यो चोटि पर्दैन नभन्नु होला। कथा त बाँचुन्जेल सुन्ने हो। बाँचुन्जेल जसरी भोजन गर्नुपर्छ, बाँचुन्जेल जसरी नुहाउनु पर्छ, बाँचुन्जेल जसरी काम गर्नुपर्छ, त्यसै गरी बाँचुन्जेल नै कथा पनि सुन्नुपर्छ। ल आउनुहोस् अब तृतीय अध्यायको कथा सुनौँ। कुमारजीले आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि,
अष्ट प्रजापतिमा सबैभन्दा जेठा दक्ष प्रजापति थिए भन्नु। तिनकी बिरणी नामकी साध्वी एवं पतिव्रता स्त्री थिइन्। बिरणी गर्भिणी भइन् र 10 मास पूर्ण भएपछि पुत्री जन्मिन् भनेर बताइयो। पुत्री चाहिँ कस्ती थिइन् भन्दाखेरि 1000 सूर्यको जस्तो नेत्र भएकी, 32 लक्षणले युक्त भएकी, पद्मपत्र जस्ता नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएकी, हात्तीका सुँड जस्तो हात भएकी, कदली स्तम्भ जस्तो तिग्रा भएकी, चन्द्रमाको जस्तो उज्जवल र सुख शान्त मुख भएकी परम सुन्दरी कन्या जन्मेकी देखि दक्ष प्रजापतिले आनन्द मान्दै आफ्ना गुरु पुरोहित वशिष्ठ आदि ज्योतिषीहरूलाई डाकेर विधिपूर्वक न्वारण गराउनु भयो। गुरुहरूलाई बोलाएर हेर्नुहोस् त, सबै ऋषि ज्योतिषीहरूले गणना गरेर भने, हे दक्ष प्रजापति, यी बालिकाको नाम सती देवी भन्ने तिनै भुवनमा प्रख्यात हुनेछ। आजकाल त के गर्छौँ हामी थाहा छ? गुरुले एउटा नाम आएर राखिदिनुहुन्छ, हामीलाई चित्तै बुझ्दैन। गुरुले राखिदिएको नामले राम्रो हुन्छ भन्ने लाग्दैन। हामीलाई त अहिले त पति र पत्नीमा, बुवा र आमाको नाम आफ्नो सन्तानमा मिल्नै पर्छ। नामले केही हुनेवाला छैन सज्जनवृन्द। कर्म राम्रो गर्नुपर्छ, सबै कुरो राम्रो हुन्छ। गुरुहरूले राखिदिएको नाम छ त्यही ठिक छ त, कर्म चाहिँ गलत हुनु भएन। नाम जस्तो सुकै होस्, नाममा केही मिलाइरहने आवश्यकता पनि छैन सज्जनवृन्द। नाम शुद्ध अर्थ खुल्नेवाला नाम हुनु पर्यो। सतीदेवी हुनेछ भनेर गुरुले बताइदिनु भयो, प्रख्यात हुनेछ नाम भनिदिनु भयो। दक्ष प्रजापतिले भोजन गराई दक्षिणा दिएर ब्राह्मणहरूलाई विदा गर्नुभयो। हाम्रो घरमा जन्म कसैको भयो भने ब्राह्मणहरूलाई बोलाउनु अरे, अनाथहरूलाई केही चिज दिनु अरे। हेर्नुहोस् त, माघको महिनामा अझै दान पुण्यको कति धेरै ठुलो महिमा छ। सबैजना आफ्नो आश्रममा फर्किएर गए। हे मुनि, यो कुरा धेरै लामो छ, तर पनि म संक्षेपमा हजुरलाई बताउँछु भनेर भन्नुभयो। त्यसपछि बिराडीका क्रमैले 33 कोटी कन्याहरू जन्मे भनेर बताइएको छ। ती सबैलाई दुवै दम्पतिले यथा योग्य रूपमा पालन गरे। अनि अगस्त्य मुनिले सोध्नु भयो, हे कुमार, ती कन्याहरूको विवाह 33 कोटी देवतासँग कसरी भयो? यो कुरा पनि सुन्ने इच्छा छ, हजुरले बताइदिनु पर्यो। त्यो पनि सुन्ने इच्छा छ। त्यति सुनि कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, एक दिन स्वर्गका देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर 10 दिक्पाल जम्मा भएर सभा गरेर भने, हाम्रा स्त्री छैनन्, दक्ष प्रजापतिका 33 कोटी कन्या विवाह गरौँ। तर कन्या माग्न कसलाई पठाउने भनी मत मिलाई नारदजीलाई डाकेर सबै कुरा बुझाएर दक्ष प्रजापति भएको ठाउँमा कन्या माग्नको लागि नारदजीलाई जाऊ भन्दा नारदजीले स्वीकार गरेर नारदजी चाहिँ दक्ष प्रजापतिको घरमा जानुभयो। हेर्नुहोस्, दक्ष प्रजापतिले उचित शिष्टाचार गरेर के कामले पाल्नु भएको थियो भनेर सोद्धा आफूलाई देवताहरूले पठाएको कुरा सुनाई, हे दक्ष, तिम्रा 33 कोटी कन्या 33 कोटी देवताहरूलाई देऊ भनेर नारदजीले भन्नुभयो। नारदजीको वचनलाई सुनेर दक्ष प्रजापति प्रसन्न भएर भने, हे नारदजी, हजुरले साह्रै राम्रो कुरा गर्नुभयो, साह्रै असल कुरा गर्नुभयो। किनकि म त धन्य रहेछु, मेरो जीवन आज धन्य भएको छ। मेरा 33 कोटी कन्या 33 कोटी देवतालाई तिम्रो वचनले, एकै वचनले मैले दिने भएँ। एउटी सती देवी मात्र दिने छैन, किनकि मेरा पुत्रहरू छैनन्। सम्पत्तिको रक्षा कसले गर्ला त? अरू सबै कन्या तिमीले जहिले भन्छौ र जसलाई भन्छौ म दिनको लागि तयार छु, उसैलाई दिन्छु म। अब यहाँबाट गएर विवाहको दिनलाई निश्चित गर्नको लागि पठाउन लगाऊ भनेर भन्नुभयो। अनेक उपचारले पूजा गरे। तब नारदजी दक्षसँग विदा मागेर सरासर स्वर्गमा जानुभयो। नारदजी आएको देखेर सारा देवताहरूले तिमी गएको काम के भयो, काम बन्ने भयो कि काम नबन्ने भयो भनेर सोध्न थाले। नारदजीले सतीदेवी बाहेक अरू सबै भनेर भनेका छन् भन्ने कुरा सबैलाई सुनाइदिनु भयो। अनि देवताहरूले धन्य नारद मुनि भन्दै प्रशंसा गरी विवाहको दिन ठहराई पठाए। त्यसपछि विवाहको सामग्री तयार गरी देवताहरू कन्यादान लिन भनी दक्षको घरमा पुगे। उनले देवताहरू आएको देखि आनन्द मान्दै मङ्गल यात्रा गर्दै आफ्नो मर्यादाले सतीदेवी बाहेक 33 कोटी कन्या नारदजीको आज्ञा अनुसार 33 कोटी देवतालाई कन्यादान दिए।
देवताहरू कन्यादान पाई हर्षपूर्वक आफ्ना स्त्रीहरूलाई लिएर आफ्ना आश्रममा गए। यो वृत्तान्त कैलाश पर्वतमा रहेका शिवजीले थाहा पाएर देवताहरूले मलाई बाहेक पारी एक वचन पनि नसोधी आफूले कन्यादान लिएछन्। कैलाशको स्वामी भएर पनि मेरा स्त्री छैनन्। अब मलाई कसले कन्या देला भने ध्यान दृष्टिले विचार गरेर हेर्दा दक्षकी 33 कोटी कन्यामा सबैभन्दा जेठी बाँकी नै रहेछिन्। देवताहरूले मेरो मर्यादा राखेकै रहेछन्। अब ती कन्या माग्न कसलाई पठाउँ भन्ने सोच्नुभयो। आफै जान्छु भनी दक्षका घर गए। दक्षले महादेव आउन लागेको परैबाट देखेर बिरणीसँग भन्नुभयो, हे स्त्री, त्यो आउन लागेको त महादेव हो, के भन्नको लागि आउँदै गरेको हो भनी कुरा गर्दा गर्दै महादेव घर मुनि पुगेर बोलाउनु भयो। अनि दक्षले झ्यालबाट हेरेर माथि आउनुहोस् भनी डाकेर सोधे, हे महादेव, आज त मेरा घरमा के कामले आइस भनी हेला गरेर बोले। अनि महादेव भन्नुहुन्छ, हेर्नुहोस् सज्जनवृन्द, मान्छेलाई काटेको चिज बिस्तारै बिस्तारै मेटिन सक्छ, तर बोलीको घाउ त्यति छिटै मेटिनेवाला छैन। एक शब्द करे औषधि, एक शब्द करे घाउ। त्यस कारणले गर्दा बोल्दा विचार पुर्याउनु पर्छ है भनेर बताइएको छ। ऐसी बाणी बोलिए मन का आपा खोए, औरन को भी शीतल कीजिए और आपहु शीतल होई। अरूलाई पनि आनन्द लागोस्, आफ्नोलाई पनि आनन्द लागोस्। सत्यम ब्रूयात प्रियम ब्रूयात न ब्रूयात सत्य प्रिय। बोल्नुपर्छ सत्य, तर सबैलाई प्रिय लाग्ने खालको शब्द बोल्नुपर्छ। कसैलाई घाउ पुग्ने खालको, कसैलाई चोट पुग्ने खालको शब्द बोल्नु हुँदैन। आखिरी 2 दिनको जिन्दगी, छोटो समय बाँच्नको लागि आएका छौँ। कसैको दिल दुखाएर जाने होइन। सकेसम्म सबैलाई खुसी बनाउने प्रयास गर्नु। सकिँदैन भनेदेखि आफू खुसी रहनुहोस्, कसैलाई दुःखी नबनाउनुहोस्। यही कुरो शास्त्रमा बताइएको छ। तर यहाँ दक्षले बडो निन्दापूर्वक वचनबाट महादेवलाई भने, त के कामले आइस यहाँ? तब भगवान महादेव भन्नुहुन्छ, हे दक्ष प्रजापति, तिम्रो घरमा आउने मेरो अरू केही पनि प्रयोजन थिएन। तिमीले कृपा गर्नाले 33 कोटी देवताहरूले कन्यादान पाएर उद्धार भए। अब सती देवी रहेकी रहेछिन्, म योग्य पनि छु। ती कन्या मलाई कृपा गर। महादेवको यस्तो वचन सुन्नासा दक्ष प्रजापति अत्यन्त रिसाई भने, हे पापिष्ठ महादेव, मेरी कन्या सती देवी तेरो योग्य कसरी होली? त कस्तो भने मसानको खरानी घसी, सर्पको गहना लगाई, बाघको छाला ओढेर, डमरू त्रिशूल लिएर, बुढो साँडेमा चढेर हिँड्ने, 20 भाङ धतुरो खाई, भूत प्रेत नचाई, मसानमा बस्ने, दिगम्बर देख्दैमा पनि घिन लाग्ने यस्तो तैँले मेरो मुख्यन्जेली आई यस्तो अयोग्य कुरा गरिस्। जा, मेरो घरमा नबस भनी पाखुरामा समाती धक्का दिएर महादेवलाई त्यहाँबाट दक्ष प्रजापतिले निकालिदिए। महादेवले त्यस्तो किसिमसित दक्षले क्षुद्र वचनद्वारा निन्दा गरेको सुनेर साह्रै नै चित्त दुखाई बाहिर आएर नदिने भए दिन्न भने भइजान्थ्यो। यस्तो निन्दा गर्ने कामै थिएन। अब कहाँ जाउँ, के गरौँ, ती कन्या कसले मलाई पारिदेला भन्ने तर्क वितर्क गर्दै विष्णुको वैकुण्ठ धाममा भगवान महादेव जानुभयो। विष्णुले महादेवलाई आएको देखेर हत्तपत्त उठेर उच्च आसनमा बसालेर, के कामले आज परिश्रम गर्नुभयो भनेर महादेवलाई सोद्धा महादेवले आफू दक्षको घर गएको र उनले दुर्वाच्य बोली अपमान गरेको सबै कुराहरू सुनाइदिसकेपछि, हे विष्णु, मेरा स्त्री छैनन्, त्यसैले घर पनि छैन, यही कुरा गर्न आएको हुँ। अब जसरी ती कन्या मेरी हुनेछन् त्यही काम गर भन्नुभयो। महादेवको वचनलाई सुनेर विष्णु भगवान भन्नुहुन्छ, हे ईश्वर, यो काम म पार लगाउँला। हजुरले सन्देह गर्नु पर्दैन। म अहिले दक्षको घरमा जान्छु। म फर्केर नआउन्जेल हजुर यही राज गर्नुहोस् भनेर महादेवलाई त्यहीँनेरि पर्खाई आफू भने दक्ष प्रजापतिको घरमा जानुभयो। दक्षले विष्णु भगवानलाई आएको देखेर माथि बोलाएर आदरपूर्वक बसालेर, हे भगवान विष्णु, आज हजुर मेरो घरमा किन पवित्र पार्नुभयो? मेरो घर आज धन्य भयो। के कति कामले आउनुभयो? आज्ञा गर्नुहोस् भनेर दक्षले भनेपछि विष्णु भगवान भन्नुहुन्छ, हे दक्ष प्रजापति, केही माग्नको लागि आएको हुँ। दिने भए मात्र माग्दछु। त्यति सुन्नासा दक्षले भने, हे विष्णु, तिमीले मागेपछि जे वस्तु भए पनि म दिनेछु। के चाहियो आज्ञा गर। त्यति सुनि विष्णु भगवान भन्नुहुन्छ, हे दक्ष प्रजापति, म वैकुण्ठको अधिपति भएर पनि मेरा कोही स्त्रीहरू छैनन्।
तिमीले कृपा गर्नाले 33 कोटी देवता कन्यादान पाई उद्धार भई अब सती देवी छन्, ती मलाई कृपा गर। विष्णुको यस्तो वचन सुनि दक्षले चिन्तित हुँदै भने, हे विष्णु, मेरा पुत्र नहुनाले सम्पत्तिको रक्षा गर्न राखेको दिउँ त उचित थिएन, तर बाचा गरेको हुनाले दिन कर लाग्यो, ती कन्या तिम्री भइन्, अब सुदिन ठहराई कन्यादान ल्याऊ। यति दक्षको वचनलाई सुनेर विष्णुले हुन्छ भनी वैकुण्ठ जानुभयो। अनि विष्णु आएको देखेर महादेवले सोध्नुभयो, हे विष्णु, हजुर गएको काम कस्तो भयो? अनि विष्णुले उत्तर दिनुहुन्छ, हे ईश्वर, म गएको काम पुग्ला जस्तो त भयो, तर आफैलाई भनी मागेर आएको छु। हजुर वृद्ध सन्यासीको रूप धारण गरी कन्यादान दिने ठाउँमा आई भिक्षा माग्नु र मलाई भिक्षा नदी कन्यादान लिने दिने दुवैलाई श्राप दिनेछु भन्नुहोला। अनि म, हे सन्यासी, मेरो लग्न बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिनेछु, नसराप, बरु यहाँ आएर बस भनी आफू बसेकै छेउमा बसाली राख्नेछु। र दक्षले कन्यादान दिँदा उसका आँखा छली सती देवीको हात हजुरको हातमा पारिदिनेछु। यस दिन यो बेला आउनुहोला भनी दक्षसित भएको सबै विवरण एक एक गरी सुनाउनु भयो। विष्णुको त्यस्तो कुरा सुनेर प्रसन्न भएका महादेव अवश्य आउनेछु भनेर गदगद हुँदै गदगद चित्तले भगवान महादेव कैलाशमा जानुभयो। तेस्रो अध्यायमा यो कुरो बताइएको छ। इति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रत कथायां दक्ष कन्या विवाह वर्णनम नाम तृतीयोऽध्यायः। सज्जन वृन्द, बडो श्रद्धा भक्तिको साथमा तेस्रो अध्यायको कथा श्रवण गर्नु भएको छ। अब कथा श्रवण गर्ने जति सबैले छ भने हातमा चन्दन अक्षता फूल लिएर प्रार्थना गर्नुहोला। यदि छैन भने हजुरहरूले मनबाट नै स्वस्थानी मातालाई सम्झेर हजुरहरूले प्रार्थना गर्न सक्नुहुनेछ, पुष्पाञ्जली गर्न सक्नुहुनेछ। ओम उपनयतु मङ्गलं वः सकल जगन् मङ्गलालयः श्रीमान् दिनकर किरण निबोधित नवनलीनदल निवेक्षणः कृष्णः काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भया अपुत्रा पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सधना सन्तु जीवन्तु शरदां शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत्। बोलो स्वस्थानी माताको जय। समादरणीय श्रद्धालु भक्तजनहरू, आज हजुरहरूले श्री स्वस्थानी व्रत कथा अन्तर्गत तेस्रो अध्यायको कथा श्रवण गर्नुभएको छ। यहाँहरूले यति धेरै श्रद्धा भक्तिको साथमा हामीलाई सुनिरहनु भएको छ। यहाँबाट यही कामना, जगत जननी माता स्वस्थानी पातिबरा माता मुक्तिनाथ र जगत राष्ट्रदेव पशुपतिनाथले हजुरहरू सबैको मनोकामनालाई पूरा गरिदिनुहोस् भन्दै तेस्रो अध्यायको कथाको साथ म पनि आज भने हजुरहरू माझबाट बिदा चाहन्छु। पुनः चौथो दिनको चौथो अध्यायको कथा लिएर हजुरहरू माझ भोलि उपस्थित हुनेछु भन्दै भोलिसम्मको लागि बिदा दिनुहोस्। यहाँहरू सबैको जय होस्, सबैको मङ्गल होस्।